आज हाम्रो घरको चाहिँ एभोकाडोको बिरुवा यो सबै हाम्रो अहिले यो फलिरहेछ। अब यता बिउ रहेछ। यो बिउको लागि चाहिँ आज नगरतिर चाहिँ जग्गा खोज्ने कार्यक्रम छ। जग्गा खोज्न जाने आज गाडी हाम्रो रेडी भयो। यही गाडी चढेर हामी यही गाडी चाहिँ लिएर हामी आज सिन्धुपाल्चोक नगरतिर चाहिँ जग्गाको खोजी गर्न जाँदैछ। एकजना साथी आउँदै हुनुहुन्छ, साथीलाई कुरिरहेको। यो चाहिँ मेरो गार्डन। फुल राम्रै फुलेछ। आज चाहिँ एउटा नगरमा चाहिँ त्यति मौसम क्लियर छैन। यो चाहिँ हाम्रो जग्गा आज नगर जिल्लाको सूर्यमती गाउँपालिका जग्गा हेर्न आएको। रोपनीको 3 लाख खेत पनि रहेछ। यहाँ सानो एउटा पोखरी रहेछ। जग्गा ठिकै रहेछ, अलिक गाह्रो रहेछ। ल कोही महानुभाव छ भने किन्नलाई सम्पर्क गर्नु होला। बाटो चाहिँ यही हो, गाडी मेरो यही हो। हाम्रो एभोकाडो चाहिँ रोप्ने भनेर हेरेको हाम्रो जग्गा चाहिँ, तर मलाई त्यति धेरै नै छैन। टेको बनाउँदै त म आएको थिएँ त। ल जग्गा चाहिँ यही हो हजुर। अब भिडमा जे पर्यो भने जग्गा बिक्रीमा छ है हजुर। छ नि हजुर। ए हाम्रो दाइलाई यहाँ भेट्यो। दाइको नाम? मेरो नाम बुद्धिमान नेपाली। बुद्धिमान नेपाली। अनि नम्बर भन्नुहोस् दाइ। मेरो 9860 भन्नुभयो 9047 ल मेरो 98511 98511 55429 55 यो बजारको नाम के भन्यो दाइ? यो ढाडेफेदी। ढाडेफेदी। यहाँबाट नगर के उता ककनी पुगिन्छ। म यही बाटो हिँडेको हो पहिला। यसरी चाहिँ हिँड्छ यो। अनि यो 60-70 रुपियाँ पुग्छ त यो जग्गा? यहाँ त अहिले यो प्लट प्लटमा जग्गा चाहिँ हुन्छ। यो अलि कुरो मिलिसकेको छैन। अलि रेट मिलेको छैन। कति पैसा भन्छ दाइ? उसले अलि महँगो भन्छ, अलि महँगो भने अनि हामीले वास्तै नगरेको। यो चाहिँ तपाईँको घर? होइन मेरो घर त उतापट्टि। जग्गा त जम्मै बिक्रीमा छ त जग्गा। यहाँ माथि जग्गा पुरै जग्गा ठुल्ठुला पाटाहरू छ त जग्गा त।